नमस्कार नानी, आउनुहोस् बस्नुहोस्। अनि बा सन्चै हुनुहुन्छ? सन्चै छु नानी, कति कामले आउनुभयो होला? बा सुन्नुहोस् न, के अरे यो पालिको पञ्चायत भोटमा क्या म उठेको छु त। अनि त्यसैले अब मलाई भोट दिनुहोस् भनेर चाहिँ म तपाईँलाई अब अनुरोध रिक्वेस्ट गर्न आएको। यो भोटको कुरा चाहिँ नगर है नानी। भोट माग्ने कति आए कति गए, पाउनु खानु केही छैन। भोट माग्ने बेलामा चाहिँ म्याउ म्याउ गरेर आउँछौ, भोट लिएर गइसकेपछि यो बुढो मऱ्यो कि बाँच्यो कोही खबरै छैन। त्यसो नभन्नु नि बा, योपालि म उठेको छु हो, म तपाईँको लागि केही न केही चाहिँ गर्छु। तपाईँलाई के चाहिएको छ त्यो चाहिँ भन्नु नि मलाई। के दिन्छु भन्छु, यो घर हेर न पहिले। म यही घरमा बुढो भइसकेँ, खोइ आजसम्म मलाई कसैले एउटा घर पनि दिलाइदिनु सकेको छैन। सक्छौ भनेदेखि बरु एउटा घर चाहिँ दिलाइदेऊ न मलाई। हुन्छ बा, तपाईँ त्यसो भए चिन्ता नगर्नु हो, मैले जितेँ भने चाहिँ तपाईँलाई एउटा घर दिलाइदिन्छु, तर भोट चाहिँ मलाई दिनुपर्छ है। घर दिनुहुन्छ भने एउटा भोट दिनको लागि के असुविधा छ, दिइहाल्नुलाई नि। ल त बा, अहिले म लागेँ ल। हुन्छ नानी। बा घरमा को हुनुहुन्छ? को हो? ओ ए नानी पो हुनुहुँदो रहेछ। अनि भोटमा जितेर त आज पो देखा पर्यो त। यसो भोटमा जितिसकेपछि मिठाई सिठाई केही खुवाउनु पर्ने थियो। मिठाई सिठाई होइन बा, तपाईँको लागि मैले सिँगै घर लिएर आएको छु, सरकारी घर पास भने तपाईँको नाममा। ए धन्यवाद नानी। कति पैसा पाउने रहेछु? तपाईँले नि बा यहाँ 1,20,000 रुपियाँ पाउनुहुने रहेछ। तर नि बा 1,20,000मा चाहिँ 10,000 रुपियाँ चाहिँ तपाईँले पहिले नै निकालेर मलाई दिनुपर्छ है। अनि के कुरा गर्छौ नानी? 10,000 चाहिँ तिमीहरूलाई किन दिनु? भोट पनि दिनु, नोट पनि दिनु। नरिसाउनु नि बा, अब के गर्नु भन्नु त, अफिसमा सबैले माग्छन्, अब पैसा नदिएसम्म घरै पास हुँदैन भन्छन्, अब के गर्नु, मेरो हातमा छैन। तिमीलाई हामीले भोट दिएर जनप्रतिनिधि बनाएर पठाएको, त्यो कि पैसा माग्नेहरूलाई तिमीले के विरोध गर्नु सक्यौ न? अब कसलाई विरोध गर्नु, के विरोध गर्नु बा, बरु तपाईँ नि चुप लागेर 10,000 रुपियाँ दिनु, रहेको पैसाले मजाले घर बनाएर बस्नु भइहाल्यो त, किन टाउको दुखाउनु भएको? म एक पैसा पनि दिन्न। म यही घरमा जन्मेँ, यही घरमा बढेँ हुर्केँ, म यही घरमा मर्छु, तर म कसैलाई पैसा खिलाएर चाहिँ म घर बनाउँदिनँ। अरे बा मेरो कुरा सुन्नु नि, यहाँ सबैले पैसा दिइरहेको छ नि, तपाईँले दिन्न भनेर हुन्छ? चुप लागेर यो लिस्ट राख्नु र घर बनाउनु थाल्नु। सरकारले दिएको पैसा चाहिँ तिमीहरू गोजी भर्ने, म घरै बनाउँदिनँ। आज मेरो आँखा खोल्यो बा, पढे लेखेर समाज बदलिन्छु, देश बदलिन्छु भनेर म राजनीतिमा आएको, तर अहिले म पैसा खाने दलाल पो भएछु। एउटा जनप्रतिनिधि भएर जनताको दुःख कष्ट बुझ्नुपर्ने हो कि दलालहरूसँग लागेर पैसा खानुपर्ने हो? मैले बहुत ठुलो गल्ती गरिरहेको रहेछु बा। तपाईँकोमा एक पैसा खाँदिनँ, तपाईँ घर बनाउनुहोस्, र म यो गाउँको कसैको पैसा खानु दिँदिनँ, बरु म आवाज उठाउँछु, कसैले उहाँ माग्यो भने म भन्छु, तर म कसैको पैसा खाँदिनँ। स्याबास नानी, राजनीतिमा इमान्दार मान्छेको खाँचो छ, तिमी इमान्दार भएर देखाउनु नानी।